हेलो गाइज, म नेपाल काठमाडौँदेखि बोल्दैछु। तपाईँलाई म आज यस्तो एउटा घटना देखाउन गइरहेको छु होइन। मलाई चाहिँ इमोमा एकजना इन्डियन मान्छेले फोन गरेर भन्नुभयो तपाईँलाई चाहिँ 25 लाखको लटरी लागेको छ, तपाईँको फ्यामिलीलाई बताइदिनुहोस् र त्यो लटरीको नम्बर त्यो ब्याङ्क चाहिँ जनता ब्याङ्कबाट चाहिँ तपाईँलाई 25 लाखको लटरी लागेको छ भनेर एकजना व्यक्तिले चाहिँ मलाई कल गर्नुभयो। उहाँ चाहिँ सुबोध भन्ने इमोमा नाम छ। सबभन्दा पहिला उहाँले मलाई कल गर्नुभयो, त्यसपछि उहाँले मलाई सुनाउनु भयो तपाईँलाई 25 लाखको लटरी लागेको छ। मलाई थाहा छ गाइज होइन, मैले धेरै समाचारहरू इन्फर्मेसनहरू मैले पहिला नै थाहा पाइसकेँ। यस्तो सायद लुटेराहरू हुनसक्छ अथवा फसाउन खोज्या होला होइन। तर मलाई थाहा भइसकेर पनि मैले तिनीहरूलाई चाहिँ झुक्क्याइरहेको छु होइन, मलाई केही थाहा छैन जस्तो। अनि यो मान्छेले चाहिँ मलाई कल गरेर तपाईँलाई चाहिँ लटरी लाग्यो अनि ओके मेसेज गर्नुहोस्, त्यसपछि तपाईँलाई चाहिँ हामी कन्फर्मेसन पठाउनेछौँ भनेर भनेको थियो होइन। त्यसपछि मैले यतिकै ट्राई गर्नको लागि चाहिँ मैले भनिदिएँ। यसले पहिला चाहिँ मलाई सोध्दै थियो तपाईँको नजिक कुन ब्याङ्क छ अथवा तपाईँको खाता नम्बर ब्याङ्कमा एकाउन्ट छ कि छैन भनेर भन्दै थियो। मैले चाहिँ छ भनेर भनिदिएँ, तर मेरो आफ्नो ब्याङ्कको खाता चाहिँ मैले भनेको छैन होइन, मेरो छ चाहिँ मात्रै भनेको छु होइन। त्यसपछि मैले ओके मेसेज गर्नुहोस् अनि तपाईँलाई हामी एउटा त्यो फर्म पठाउँछौँ भनेर भनेको थियो होइन। मैले ओके गरेँ अनि तपाईँले यहाँ देख्न सक्नुहुन्छ मलाई यो फोटो पठाएको छ। अनि त्यो मान्छेले भन्यो राजेश बालाजी चाहिँ जुन चाहिँ जनता ब्याङ्कको चाहिँ म्यानेजर हुनुहुन्छ, तपाईँले चाहिँ उहाँसँग कुरा गर्नुहोस् भनेर यो मान्छेले भनेको थियो। अनि यहाँ देख्न सक्नुहुन्छ राजेश बालाजी, इमो लक्की ड्र एन्सेल कम्पनी हेड अफिस काठमाडौँ थापाथली 2020। कङ्ग्रेचुलेसन, योर मोबाइल नम्बर हेज बिन सेलेक्टेड एज अ 5 country international lucky draw with you have won the 25 lakh rupees ticket number 00492. If you want to get this lottery prize, please contact to जनता ब्याङ्क म्यानेजर राजेश बालाजी, प्लिज कन्ट्याक्ट भनेर यहाँ तपाईँले देख्न सक्नुहुन्छ होइन। यो मान्छेले मलाई यो नम्बर दियो अनि यो मान्छेको बारेमा भन्यो। यसले पहिला चाहिँ भन्दाखेरि के भनेको थियो भन्दाखेरि फर्स्टचोटि कुरा गर्दाखेरि चाहिँ तपाईँले चाहिँ केबिसी जो कौन बनेगा करोडपति जुन चाहिँ को बन्छ करोडपति यहाँ नेपालमा पनि थियो नि त होइन। अनि यसरी 5वटा त्यो इन्टरनेसनल 5वटा त्यो देशबाट चाहिँ एक-एकजना चुज गर्दाखेरि मेरो नाम पनि इमोबाट चाहिँ लक्की ड्रमा परेको छ भनेर यो मान्छेले चाहिँ भन्यो होइन। मलाई थाहा थियो अब होइन। अनि त्यसपछि मैले यसलाई झुक्याउनको लागि के भयो अनि एकछिनसम्म चाहिँ यसले मेरो नम्बर बिजीमा राखेको थियो क्या। म कल गर्दाखेरि बिजी भन्थ्यो। अनि त्यसपछि मैले चाहिँ पछि यसलाई चाहिँ मैले सोधेँ किन बिजी भन्छ होइन, फोन लाग्दैन त। मैले यसले चाहिँ यो इमोमा भनेर चाहिँ होइन, मैले चाहिँ कलिङमा गरेर मैले सोधेको थिएँ क्या। कलिङमा गरेको थिएँ तर फोनै उठेन। त्यसपछि मैले यसलाई सोधेको थिएँ अब सोध्नको लागि, अनि किन सर फोन उठिरहेको छैन भन्दाखेरि यसले चाहिँ मलाई फेरि फोन गरेर भनेको थियो यो चाहिँ इमोमा सेभ गर्नुहोस्, त्यसपछि इमोमा कल गर्नुहोस् भनेर भन्यो। अनि मैले यो नम्बरलाई इमोमा सेभ गरेँ र यो बालाजी भन्ने मान्छे को चाहिँ जोस देखायो होइन। मैले यसमा कल गरेँ अनि यसले भने चाहिँ म चाहिँ ब्याङ्क म्यानेजर बोल्दैछु। मलाई छक्क लाग्यो होइन, नेपालको ब्याङ्कमा कसरी हिन्दीबाट बोलिरहेको छ, त्यो पनि इन्डियाको मान्छे कसरी जनता ब्याङ्कमा आयो भन्ने मलाई थाहा छ न त होइन। तर यो हिन्दीमा बोलिरहेको छ, यिनीहरू दुईजना इन्डियाको होला सायद होइन। तर काठमाडौँ नेपाली नम्बर छ न त होइन। तपाईँ यहाँ प्रोफाइल हेर्न सक्नुहुन्छ गाइजना राजेश बालाजी एकाउन्ट नम्बर त्यो एकाउन्ट चाहिँ यो छ 98419174 461 यसको चाहिँ मोबाइल नम्बर छ। यसमा कलिङमा गर्दाखेरि चाहिँ उठाएन। त्यसपछि मैले यसलाई सेभ गरेर यसमा गरेँ अनि मैले भर्खरै फोन गरेँ। त्यसपछि यसले भन्यो चाहिँ मैं ब्याङ्क म्यानेजर बोल रहा हूँ, बताओ क्या प्रब्लम। मैले भने चाहिँ तपाईँको फ्रेन्डले चाहिँ मलाई 25 लाखको लोटरी लागेको छ भनेर भन्यो होइन। मैले के गर्नुपर्छ भन्दाखेरि यसले चाहिँ भन्यो तपाईँको एकाउन्ट नम्बर पठाउनुहोस् अनि त्यो लटरी नम्बर पठाउनुहोस् भनेर भन्यो। मैले चाहिँ यहाँ लटरी नम्बर यहाँ हालिदिएको छु गाइज होइन। अनि अहिले फोन गरेको बिजी भइरहेछ अनि एकछिनमा फोन गर्छु भनेको छ भन्न चाहिँ होइन। अनि त्यसपछि अब हेर्दै जाउँ गाइज, अनि पछि अपडेट चाहिँ म गर्नेछु होइन गाइज। तपाईँहरूलाई पनि यस्तै पर्न सक्छ गाइज होइन। यस्तै अब लटरी लाग्यो भनेर अनि तपाईँको पैसा यति पैसा हाल्नुहोस्। भर्खर मैले कल गरेको थिएँ होइन गाइज। अनि यो बालाजी भन्नेलाई चाहिँ अब त्यो बिजी नै भन्छ होइन, मैले गरेको उठाएन।
अनि 2-3 चोटि गर्दाखेरि पनि बिजी पनि हैन। त्यसपछि मैले एकचोटि भिडियो कल गरेको थिएँ, यो साँच्चै हो कि होइन, यिनीहरूले उठाउँछ कि उठाउँदैन भनेर हैन। उठाएन। अनि त्यसपछि उसको साथी यो सुबोध भन्नेलाई मैले गरेँ, जसले चाहिँ मलाई फर्स्टमा भनेको थियो। अनि त्यसलाई मैले कल गरेँ अनि यसले चाहिँ मलाई अब गाली गरे जस्तै थर्कायो क्या, किन भिडियो कल गरे, हामी ब्याङ्कमा छ हैन, हामी कस्टमरलाई पैसा दिनुपर्छ हैन, तपाईँ के पैसा देखाउने हो तपाईँलाई फोन गरेर, तपाईँले अडियो कल गर्नुहोस् उठाउनुहुन्छ भनेर भन्यो। यी बालाजीले यहाँ फोन गरिरहेको छ है गाइज, म अहिले राखिदिन्छु, फेरि म कुरा गरेँ अहिले, किनकि यसमा रेकर्ड हुँदैन गाइज हैन। सरी गाइज, म फेरि गर्नेछु। गाइज भर्खरै हैन अहिले फोन गरेको थियो क्या मलाई यो बालाजी भन्नेले। अनि यसले चाहिँ भन्यो तपाईँको ब्याङ्कमा चाहिँ खाता छ कि छैन, एकाउन्ट छ कि छैन भनेर भन्यो। अनि मैले मेरो चाहिँ अर्कै ब्याङ्कमा छ, तर मैले अर्कै भनिदिएको थिएँ, मैले प्रभु ब्याङ्कमा चाहिँ मेरो खाता छ भनेर भनिदिएको थिएँ हैन। यसले चाहिँ भन्यो तपाईँले चाहिँ पहिला तपाईँको नागरिकता को फोटो खिचेर र तपाईँको खाता नम्बर, एकाउन्ट नम्बर चाहिँ पठाइदेऊ, म त्यसमा पहिला म त्यो इन्ट्री गरेर अनि तपाईँलाई चाहिँ कोड नम्बर बताउँछु, त्यसपछि त्यो कोड नम्बर लिएर तपाईँ ब्याङ्कमा जानुहोस्, त्यसपछि तपाईँलाई 25 लाखको एमाउन्ट मिल्ने छ भनेर भन्यो। तर मलाई थाहा छ क्या यिनीहरू हो भनेर, त्यही झुक्या हो भनेर। अनि मैले चाहिँ यिनीहरूलाई यसलाई भने क्या, सर म पहिला चाहिँ मलाई कन्फर्मेसन दिनु, त्यसपछि मात्रै म तपाईँलाई चाहिँ के अरे मेरो एकाउन्ट नम्बर नागरिकता पठाउने छु भनेर भने हैन। अनि त्यसपछि त्यति भन्नु बित्तिकै काट्दियो हैन गाइज। म अब किनकि रेकर्ड गर्न भिडियो गर्दाखेरि चाहिँ मेरो रेकर्ड हुँदैन गाइज हैन, सरी त्यसको लागि। एकदमै यिनीहरू चाहिँ एकदमै अब यसरी छलिरहेछ क्या, मान्छेहरूसँग पैसा उठाइरहेछ, पैसा खाइरहेछ हैन गाइज। म जस्तै अरू कोही पनि नपरोस् भनेर म यो भिडियो बनाउँदैछु। अनि अब चाहिँ म यिनीहरूलाई थर्काउँछु हैन गाइज। अब के किनकि अब हुँदैन हैन, यिनीहरूले अब इन्डियाको मान्छेले नेपालमा कसरी काम गरिरहेछ, त्यो पनि बालाजी भने त नेपाली नाम होइन, तिनीहरू कसरी नेपालको ब्याङ्कको म्यानेजर भयो, जनता ब्याङ्क भने त नेपालको ब्याङ्क होइन, कसरी तिनीहरू म्यानेजर भयो भनेर म यिनीहरूलाई थर्काउँछु गाइज हैन। सरी फर द्याट, किनकि अब यसबाट चाहिँ म तपाईँहरूलाई भिडियो गर्दै चाहिँ म तपाईँहरूलाई कल सुनाउन सक्दिनँ, नत्र कल पनि सुनाउँथेँ। तपाईँले यदि चाहनुहुन्छ भने यो फोन नम्बरहरू पनि छ हैन, यहाँ यिनीहरूले एकदमै मानिसहरूलाई झुक्याइरहेछ। इमो नम्बर तपाईँले सेभ गरेर यिनीहरूलाई थर्काउन पनि सक्नुहुन्छ। यिनीहरू इन्डियन हो, इन्डियन भन्दा पनि अब इन्डियाको मान्छे कसरी नेपालमा आएर यस्तो गर्न सक्छ, यी तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यो नम्बर तपाईँले यदि इमोमा सेभ गरेर तपाईँले सेभ गर्नुभयो भने यो मान्छेको एकाउन्ट खुल्छ हैन। यो मान्छे चाहिँ एकदमै झुटो मान्छे हो हैन। मैले तपाईँले फोटो चाहिँ अब ब्याङ्कमा बसेर अब ब्याङ्कको जस्तै छ हैन गाइज, यहाँ तपाईँले देख्न सक्नुहुन्छ हैन, ब्याङ्कको जस्तै छ, इन्डियाको फ्ल्याग छ उतापट्टि हैन। तर यो चाहिँ अहिले म चाहिँ काठमाडौँ बानेश्वरमा बसिरहेको छु भनेर यहाँ भनिरहेछ, जनता ब्याङ्कबाट बोल्दैछु भनेर भनिरहेछ हैन गाइज। त्यही भएर तपाईँले चाहिँ एकदमै होसियार हुनु होला गाइज, नत्र फसाउने मान्छेहरू धेरै छन्। यो मैले भिडियो सेयर गर्दैछु, यदि तपाईँहरूको साथीहरूलाई पनि यो भिडियोहरू सेयर गर्नुहोस्। अहिले सोसियल मिडियामा यस्तै खालका विभिन्न मान्छेहरूले फसाइरहेका छन् गाइज हैन। यति तपाईँलाई लटरी लाग्यो, यति पैसा तपाईँले जित्नुभयो, त्यसको लागि चाहिँ एकाउन्ट नम्बर दिनुहोस्, अथवा तपाईँको यति पैसा पहिला तपाईँले चाहिँ कन्फर्मेसनको लागि चाहिँ 5,000 10,000 पठाउनुहोस्, त्यसपछि चाहिँ तपाईँको लटरी आउनेछ भनेर भन्छ हैन यस्तो मान्छेहरूले गाइज। मैले पहिला पनि धेरै कुराहरू यो समाचारहरूमा सुनेको छु, तपाईँले पनि सुन्नु भएको छ होला। यदि तपाईँहरूको साथीहरू हुनुहुन्छ भने प्लिज 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 सेयर गरिदिनुहोस् यो भिडियो, ताकि कोही पनि मानिस चाहिँ अब सोझो मान्छेहरू, अब म त अब अलिअलि जो समाचार सुनेको जो सुन्ने पढ्ने भएको कारणले त्यस्तो मलाई चाहिँ अब केही वास्ता लागेन हैन, मैले थाहा पाएर यो भिडियो बनाउँदैछु। तर अब सोझो मान्छेहरूलाई त यिनीहरूले फसाउँछ गाइज हैन। तपाईँलाई यति तपाईँको अब फ्यामिलीलाई पनि कङ्ग्रेचुलेसन भन्नुहोस् भनेर भनिरहेको थियो यिनीहरूले हैन, त्यसरी फसाउन सक्छ सोझो मान्छेहरूलाई। त कृपया त्यही भएर आफ्नो साथीहरूलाई प्लिज यो भिडियो सेयर गर्नुहोस् र यो जनचेतनामा चाहिँ यो पठाउनुपर्छ गाइज हैन। यस्ता मान्छेहरूले फेरि जो अब मान्छेहरूलाई नठगुन् भन्नको लागि चाहिँ मैले यो भिडियो बनाएको छु गाइज हैन। धन्यवाद हेरिदिनु भयो। अब यति नै हो गाइज, यदि हेर्नुहोस् अब तपाईँहरूलाई पनि पर्न सक्छ गाइज हैन। साथीहरू मैले भर्खरै यिनीहरूलाई फोन गरेर मैले थर्काएँ हैन। तिमीहरू इन्डियाको मान्छेहरू नेपालमा कसरी आयो अनि किन, तिमीहरूको सब मैले रेकर्ड गरेर राखेको छु, कलहरू हैन, सबै डाटाहरू रेकर्ड गरेर राखेको छु, सब पब्लिस गरिदिन्छु, पुलिसलाई बोलाउँछु भन्दाखेरि यिनीहरूले चाहिँ मलाई पनि गाली गर्यो हैन, हिन्दीमै गाली गर्यो, के गाली गर्यो। अनि केही पनि हुँदैन, तैँले केही गर्न सक्दैनस् भनेर यिनीहरूले फोन काट्दियो हैन गाइज।
अब यति भन्न चाहन्छु, अब तपाईँहरू नफस्नु होला गाइज होइन। अब यस्तो छन्, अब मान्छेहरूले अहिले ठगेर खाने यस्तो यस्तो भइरहेको छ होइन। प्लिज तपाईँहरू पनि सचेत रहनु होला। यदि तपाईँलाई कसैले यति लाखको यति हजारको लट्री लाग्यो भनेर नम्बर माग्यो भन्दैमा तपाईँले नदिनुहोस् होइन। पहिला बुझ्नुहोस् अनि के रहेछ सत्य तथ्य थाहा पाउनुहोस् अनि मात्रै तपाईँले अगाडि पाइला चाल्नुहोस्। नभए पुलिस चौकी जानुहोस् होइन, ब्याङ्कमा गएर सोध्नुहोस् के हो कस्तो हो। यत्तिकैमा लाग्यो भनेर खुसी भएर तपाईँले एकाउन्टहरू नदिनु होला होइन। यति नै हो गाइज। यदि भिडियो मन पऱ्यो भने हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला।